हेलो सबैजनालाई। आज चाहिँ म लन्च बनाउन गइरहेको छु। आजको मेरो लन्चमा चाहिँ माछा, आलु अनि अरू भेजिटेबल्सहरू छ। अनि मैले सुरु गरेँ माछा धुनलाई। यो माछा चाहिँ कति धेरै मिठो छ क्या। अनि मैले चाहिँ यसलाई यसरी काटिदिएँ। यसरी काट्यो भने चाहिँ राम्रोसँग मसलाहरूभित्र पसेर मिठो हुन्छ क्या। अनि यसरी काटेँ मैले चाहिँ, काटेर सकिसक्यो। अब चाहिँ म यसलाई सिजनिङ गर्दैछु। म चाहिँ आफूलाई मनपर्ने सिजनिङहरू गर्छु। लेमन चाहिँ म राखिरहने हुन्छु। अनि तपाईँहरूलाई मनपर्छ भने नि राख्दा हुन्छ, अप्सनल हो। अनि मलाई चाहिँ अलि यसमा फ्लेभरहरू राख्न मनपर्छ क्या। प्रायः चाहिँ यो के भन्छ अरे बटरमा पनि फ्राई गरेर हुन्छ। म चाहिँ तेलमै फ्राई गर्छु। यतिको भयो। मेरो चाहिँ यसमा नअटेर मैले 2 टुक्रा बनाइदिएँ। यस्तो राम्रो कलर आएपछि चाहिँ यसलाई पल्टाइदिनु, धेरै नचलाउने यसमा चाहिँ। अनि यसको साइड डिस चाहिँ मैले आलु चाहिँ सबै उम्रेर यस्तो भइसक्यो मेरो साथीहरू। यस्तो भइरहेको छ। यसलाई मैले राम्रोसँग वास गरेँ। अनि यसलाई पिल गर्नु पऱ्यो अब होइन। अनि पिल गर्नतिर लाग्यो म। यसलाई मजाले पिल गऱ्यो। यति धेरै थियो कि मैले अलिक धेरै नै बनाएको थिएँ। अनि यसलाई पिल गरेपछि मलाई चाहिँ सफा गर्न एकदम मनपर्छ कि कुकिङ गर्दै सफा गरेको चाहिँ मनपर्छ मलाई। यतिकै छोडेको मन पर्दैन, त्यही भएर म पासपुस गरिहाल्छु। यतिको भयो मेरो माछा चाहिँ। मैले चलाउने बेलामा अलिअलि उयो भयो। अब म आलुलाई चाहिँ बसाल्छु, यसरी बोइल गर्नलाई राख्दैछु। आलु बोइल गर्न राखेर यता म फेरि सलाद बनाउनतिर लाग्यो। यो सलाद चाहिँ मैले अर्कै स्टाइलले बनाएको छु। हल्का तातो पानीमा मेरो त घरबाट फोन आएर यसरी बोल्ने बेलामा के साउन्ड आइरहेको थियो कि। अनि म बोल्दै कुरा गर्दै थिएँ। अनि यसमा चाहिँ मैले सल्ट हालेँ। अनि यो गाजर चाहिँ मलाई फेरि साइड डिस हाल्नलाई मन लाग्यो कि, हल्का पिरो मात्रै किन खाने भनेर। अलिअलि गुलियो पनि हुन्छ। यसमा मैले तातो पानी हालेर एकछिनको लागि छोपेर छोडिदिएँ। अनि यो चाहिँ मेरो भेजिटेबल, हाम्रो घरमा चाहिँ भेज मात्र खाने पनि छ। अनि उसलाई चाहिँ मैले यो क्याप्सिकममा फिलिङ्स हालेर बनाउन लागेको नयाँ डिस है मेरो आफ्नै। यो चाहिँ कतिको क्वान्टिटीमा के गर्ने मलाई त्यस्तो केही पनि थाहा छैन भन्नलाई, मैले आफै बनाएको। अनि यसमा चाहिँ मैले यो गाजर यसरी हलुवा बनाउन लाग्यो जसरी सबै करस के भन्छ यसलाई, यस्तो गरिदिएँ। अनि यसमा सानो सानो चप गरेर ओखर र प्याज काटिदिएँ। अनि यो दुईवटा काटिसकेपछि मैले यसलाई चाहिँ हल्का ब्राउन गराइदिएँ कि एकदम राम्रो टेस्ट आउँछ कि बटरमा गरेको मैले चाहिँ। अनि यो यतिको भइसकेपछि मैले यो ओखर र चिजल चाहिँ अनियन चाहिँ यसरी उयो गरिदिएँ। अनि हल्का मैले गार्लिक पनि राखेँ। अनि त्यसपछि यिनीहरूलाई मैले फ्राई गरिदिएँ अनि सिजनिङ गरिदिएँ। अनि मैले चाहिँ एभोकाडो पनि ल्याएँ कि, एभोकाडो चाहिँ कति धेरै मनपर्छ उसलाई। अनि त्यही भएर मैले एभोकाडो पनि माथि फिलिङ्स गर्ने भनेर काटिदिएँ। मैले चाहिँ आधी खाएर नै भ्यायो, एभोकाडो मलाई मनपर्छ। यो चाहिँ मैले चिज हालेँ। सबैमा चिज हालेर सकिसकेपछि चाहिँ मैले फेरि माथिबाट अघि भुटेको गाजर अनि ओखरहरू सबै हालिदिएँ। अनि फेरि यसमा चाहिँ एभोकाडो हालिसकेपछि चाहिँ फेरि माथि चिज हालेर मैले चाहिँ बेक गर्नलाई छोडिदिएको थिएँ। अनि यो बटर हाल्यो भने चाहिँ अर्कै टेस्ट आउँछ भनेर मैले फेरि माथि बटर हालेको थिएँ कि। अनि मैले बेक गर्नलाई छोडेँ। बेक गर्नलाई छोडेर फेरि मेरो यतातिर के भइरहेछ, मेरो आलु पाक्यो। आलुलाई मैले पाकिसकेपछि अब चाहिँ हेर्नुलाई म के गर्छु भनेर। अनि यसपछि यो सलाद पनि मैले सबै फालिदिएँ। अघिको पानी र तातो पानी र नुन हालेर छोपेर राखेको सलाद हो। यो चाहिँ सलाद बनाउनु लाग्यो मैले। यो चाहिँ एसिड अनि अलिभ ओइल्स अनि अरू सिजनिङहरू हालिदिएँ। आफूलाई जे मनपर्छ त्यो हाल्ने हो। मलाई चाहिँ यतिकै मनपर्छ, एकदम सादा। त्यही भएर मैले यतिको बनाएर छोडी यस्तो हुन्छ है। के भन्छ यो तातो पानीमा राख्यो भने चाहिँ कसैलाई मनपर्छ कसैलाई मन पर्दैन। यो चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको, एकदम मिठो भएको थियो। अनि अब म आलुलाई बटरमा फ्राई गर्छु। यस्तो तातो बनाउँछु, म चाहिँ एकदम तातो बनाउँछु। यो चाहेको टप के भन्छ। अनि यसमा अघि मैले राखेको पनि पाक्यो, यतिको देखेको छ। अनि मेरो माछा अब म सर्भ गर्दैछु है। माछासँग हल्का आलु अनि अघिको गाजर भइहाल्यो। अनि सिजनिङ गरेँ। अनि यस्तै बनेको छ, कति मिठो भएको थियो। अनि म अब भेज पनि निकालेर राखिदिँदैछु। यसमा पनि हल्का सिजनिङ गरिदिएँ माथिबाट।
अनि यतिकै सर्भ गरिदिएँ। थ्याङ्क यू फर वाचिङ। एकदम मिठो थियो। बाई बाई।